दर्शकवृन्द भारतको बेंगलोरबाट आफ्नै 2 वर्षको बच्चालाई छाडेर अर्कै केटासँग भारतको केरला लगायतका विभिन्न ठाउँहरूमा विगत 10 दिनदेखि रमाइलो गर्दै आइरहेका थिए यी दुई जोडीहरू। यो पछाडिको दृश्यमा देखिरहनु भएको फोटो हिजो सामाजिक सञ्जालमा निकै नै भाइरल बनेको थियो। दर्शकवृन्द उक्त भगाउने केटा र भाग्ने केटी कहाँ हुन् र कसका श्रीमती हुन् आजको यस भिडियोमा तपाईहरुलाई जानकारी दिनेछौँ। दर्शकवृन्द भिडियोलाई भने अन्तिमसम्म हेर्नुहोला र साथै यो भिडियोलाई अत्याधिक मात्रामा शेयर गरी सबै नेपालीको हातसम्म पुगाउनुहोला। विगत 10 दिनदेखि उनीहरू दुवैजना फरार भएका थिए तथा उनीहरू दुवैजनालाई पक्राउ गरेर रामधुलाई गरेका छन्। दर्शकवृन्द एकैछिन यो धुलाई गरेको भिडियोलाई पनि हेर्नुहोस् त। मोबाइल बुढाएर हेर्दै सोधेर यता मिल्छ मेरा यति बेला उक्त भिडियो र जुत्ताको माला लगाएको तस्बिर सामाजिक सञ्जालभरि यत्रतत्र छ। उक्त तस्बिरमा जुत्ताको माला लगाएर भारतको बेंगलोरबाट अब अर्काको श्रीमती भगाउनलाई गाह्रो छ भनेर सामाजिक सञ्जालभरि उक्त तस्बिर निकै नै भाइरल बनेको थियो। दर्शकवृन्द उक्त तस्बिरमा जुत्ताको माला लगाएका केटा हुन् गङ्गेगुर धामी र उनका छेउमै बसेका युवती चाहिँ कोपिला धामी। विगत 10 दिनदेखि फरार रहेका यी दुई जोडीलाई हिजो राति बेंगलोरको बमनलीमा दुवैजनालाई रङ्गे हात भेटिएका थिए। उक्त फरार भएर भेटिएका दुईजनाको नेपाल घर चाहिँ बझाङ जिल्लाको केदारसिंह गाउँपालिका वडा नम्बर 6 का जनक धामीकी श्रीमती कोपिला धामी हुन्। उनी विगत 10 दिन अगाडि भारतको बेंगलोरको अक्षय नगरबाट 2 वर्षको बच्चालाई छाडेर सोही गाउँपालिकाका गङ्गेगुर धामीसँग फरार भएकी थिइन्। अन्तत उनीहरू कहाँ गए भन्ने विषयमा पनि खुलेको छैन। तर केरलामा गएर पनि उनीहरू रमाइलो गरेका थिए। अन्तत दुवैजनाले बेंगलोरको बमनलीमा भेटिसकेपछि उनीहरूले रामधुलाई गरेका हुन्। यति बेला कोपिला धामीका माइती पछि दाई पनि साथमै छन् र दाईले पनि धेरै कुराहरू सोधपुछ गरेका छन् र उक्त कोपिला धामीले चाहिँ आफूलाई जबरजस्ती लगेको भनेर पनि उनले बयान दिएका छन् र गङ्गेगुर धामीले भने आफूलाई जबरजस्ती नलगेको र दुवैजनाको सरसल्लाह मिलेर हामीहरू भागेका हौ भनेर पनि उनले बयान दिएका छन्। यति बेला उक्त तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै नै भाइरल बनेको छ। पछिल्लो समयमा भारतको बेंगलोरमा निकै नै बिगबिगी बढेको छ। अर्काको श्रीमती भगाउने र अर्काको श्रीमान अर्कैको श्रीमतीसँग भाग्ने प्रक्रिया निकै नै चलिरहेको छ। दर्शकवृन्द उक्त भिडियो र उक्त तस्बिरले केही कुराहरू त सिकाएको छ। भारतको बेंगलोरमा पनि अर्काको श्रीमती भगाउनेलाई चाहिँ जुत्ताको माला लगाउनु पर्छ भनेर पनि एउटा उदाहरणै बनेको छ। विगत 10 दिनदेखि फरार रहेका जोडीलाई अन्ततः गङ्गेगुर धामीलाई राम्रै सबक सिकाएका छन्। माइती पक्षले दुवैजनालाई हातपात गरेर सबक सिकाएका छन्। तर कोपिला धामीले भने आफूलाई मन नलागेको र गङ्गेगुर धामीले जबरजस्ती फोन गरेर अटोमा बसालेर लगेको हुन् भनेर पनि उनले बयान दिएका छन्। यो घटना पनि उस्तै घटनामा संलग्न छ। पछिल्लो समयमा भारतको बेंगलोरमा बिहारीसँग फरार हुने यहाँका लोकल देशीहरूसँग फरार हुने हाम्रा नेपाली चेलीहरूलाई तपाईहरू के भन्न चाहनुहुन्छ? कोपिलाको श्रीमानले केही पैसा कमाऊ र घर परिवारलाई सुखीमा राखौ भनेर नेपालबाट भारतको बेंगलोरसम्म लिएर आएका थिए। तर श्रीमतीले नै मुटुमा छुरा हानेपछि आफूसँग जुनी जीवन काट्ने भनेर लिएको श्रीमतीले धोका दिएपछि कोपिलाका श्रीमानले पनि अन्ततः नाता तोडेका छन् र उनलाई माइती पक्षको हातमा दिएका छन्। दर्शकवृन्द यो विषयमा के भन्न चाहनुहुन्छ? आफ्नो विचार तलको कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला। साथै यो भिडियोलाई अत्याधिक मात्रामा शेयर गरी सबै नेपालीको हातसम्म पुगाउनुहोला।